मान्छेले यो लेख्न नैतिक आधारमा मिल्छ कि मिल्दैन? झुटको आधारमा निर्वाचन जित्न सकिन्छ? शेखर कोइरालाको जुन अडियो आयो नि, शेखर कोइरालासँग सम्बन्धित भनौँ, त्यो हेर्दाखेरि चाहिँ दलहरू पनि मुलुक यसरी बर्बाद भएको छ। अब सेना परिचालन गर्नु एउटा बाध्यता पनि छ। यो मुलुक त बर्बाद हुन्छ, सेना सकियो भने त मुलुक सकिन्छ। बीबीसी को भिडियो सार्वजनिक भएको छ, त्यो डकुमेन्ट्री मैले पनि सरस्वती हेरेँ। अब त्यसमा चाहिँ हामी नेपाल भन्ने संस्थाको कहीँ उल्लेख गरेको छ? टिओबी भन्ने कहीँ देखिन्छ? सिंहदरबारमा आगो लगाएको कसले हो भनेर आगो लगाउनेहरूको बारेमा त्यहाँ उल्लेख छ कि छैन? त्यहाँ बुलेट बाइकहरू पड्काएको कुराहरू पनि देखाउनु पर्यो। सबै घटना त देखाउनु पर्छ नि त, होइन? बालन शाहको यो उनको नागरिकताबारे उठेको प्रश्न कस्तो खालको हो? पुरानो जो शक्तिमा गएको छ, त्यो शक्तिमा गएकोले आफ्नो थर परिवर्तन गर्ने यो पुरानो परम्परा हो। तर मुलुक त विदेशीहरूको खेल मैदान भइराखेको छ। रविको मुद्दाको जुन स्थिति छ, उनी चाहिँ जिते पनि सांसद हुन नसक्ने भन्ने खालका। रवि कुनै पनि हालतमा संसद सदस्य नै हुन नसक्ने, जिते पनि। यो भन्दा बेमानी राजनीति गर्ने मान्छेको के हुन्छ? आफ्नो पद निलम्बनमा जान्छ भन्ने जाँदै अनि निर्वाचनमा गइन्छ भनेदेखि त्यहाँको मतदाताहरूप्रति गरिने यो भन्दा बेमानी के हुन सक्छ? जेठ 7 गतेको यो प्रतिवेदन छ। 28 करोड 52 लाख रुपियाँ त भ्रष्टाचार रहेछ नि त यहाँनिर। भ्रष्टाचार विरोधी यदि फोर्स बनाएको छ भनेदेखि त महानगरपालिकामा भ्रष्टाचार कसरी भयो? परस्पर विरोधी छ। त यो अवस्थामा ओलीलाई त्यहाँ परास्त गर्ने सम्भावना चाहिँ स्वच्छ प्रतिस्पर्धामा चाहिँ कठिन छ जस्तो मलाई लाग्छ। नेपालले बालनजीलाई ल्याउनु चाहिँ उहाँहरूको अगाडि कुनै विकल्प बाँकी थिएन। जसरी पनि चुनाव गर्नुपर्छ भनेर कुनै शक्ति डरलाग्दो किसिमले लागिरहेको छ कि? बालेन सुकुम्बासी लखेट नै श्रीमती सुकुम्बासीसँग भोट माग्ने शेरबहादुर देउवाले लुसुक्क चाहिँ उनी सिङ्गापुरतिर हिँडे। यहाँ भएको बजेट उहाँ खर्च गर्न सक्नुहुन्न। अब झापामा बिना बजेट त काम हुने हो, विकास हुने हो, यी सबै समस्या समाधान हुने हो भनेदेखि त त्यहीँका जनप्रतिनिधि ओडा पनि छँदैछ, नगरपालिका छँदैछ। यी प्रतिबद्धता अनुसार काम भएको नभएको त हामीले प्रष्टै खुल्ला नाङ्गो आँखाले देख्छौँ, किन हामी यहीँको बासिन्दा हौँ। जे उसले गर्नुभएको छ हामीले त के पनि पाएका छैनौँ। हेर्नु, महिलाहरूले मात्रै थर र ठेगाना सच्याउन पाउने, अरूले थर र ठेगाना सच्याउन नमिल्ने भन्ने व्यवस्था नयाँ कानुनमा छ। बालन शाह महानगरपालिकाको प्रमुख हो, सबै हर्ताकर्ता त मेयर हुन्छ हो भनेपछि कस्तो उहाँको कार्य सम्पादन चाहिँ एकदमै निम्छरो भयो हो। कार्यपालिकाको बैठक राख्न नसकिने मेयरलाई कार्य सम्पादन कस्तो छ भनेर भन्ने। पुष्पकमल दाहालले पार्टी नै कोल्याप्स गरे। दर्शकवृन्द, हामीसँग कुराकानी गर्नका निम्ति राजनीतिक विश्लेषक, नागरिकताका विज्ञ एसके तिमसिना हुनुहुन्छ।